हामीलाई हाम्रो कला र संस्कृतिप्रति गर्व छ। हामीलाई हाम्रो आस्था र परम्पराप्रति गौरव लाग्छ। नमस्कार आदरणीय श्रोतावृन्द। पश्चिमाञ्चल विकास क्षेत्र धौलागिरी अञ्चल न्याग्दी जिल्लाको एउटा सुदूर बस्तीमा चिमखोला भन्ने गाउँ छ। धौलागिरीको काखैमा झुलेर लाली गुराँसलाई आँखैमा फुलाएर अवस्थित सो गाउँका केही उत्साहित युवाहरूले आजको यो सांगीतिक विकृति र विसङ्गतिको परिवेशमा आफ्नै ठेट मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्नको निम्ति चिमखोला सांस्कृतिक युवा क्लब खोलेर अगाडि बढेको छ। एउटै उद्देश्य र सपना बोकेर हिँडेका सबै कलाकर्मीहरूलाई समेट्दै अगाडि बढ्ने सोचका परिणामस्वरूप अहिले न्याग्दी जिल्लाका विभिन्न गाउँका कलाकारहरू यस क्लबसँग आबद्ध हुनुभएको छ। हामी मूलत प्रत्यक्ष रूपमा सांस्कृतिक अभियान मार्फत यहाँहरूसँग भेटघाट गर्ने गरेको भए पनि यसपटक पहिलोचोटि क्यासेट मार्फत यहाँहरूमाझ आउने प्रयास गरेका छौँ। यहाँहरूको न्यानो माया र हार्दिक सहयोग पाउने नै छौँ भन्ने विश्वासका साथ प्रस्तुत छ चिमखोला सांस्कृतिक युवा क्लबको पहिलो प्रस्तुति चिमखोलाको स्वागत, चिमखोलाको स्वागत, चिमखोलाको स्वागत। सबै सँग